जापानबाट पद्मा पद्मा भन्ने हामी पिताजी रिडी हामीले फेन्सी पसल गर्ने हो। कसका घर गरेका थियौँ हामीले फेन्सी पसल? हामीले फेन्सी पसल गरेका थियौँ नि रिडी रिडी कस कहाँ गरेका थियौँ हामीले? बराल बरालकोमा गरेका थियौँ कि नै? हो बरालको छोरी पद्मा पद्माले बालाई भनेर चकलेट पठाइदिनु छ यी लाउनु तपाईलाई चकलेट पठाइदिनु छ पद्माले। पद्मा कान्छी छोरीले जापानबाट धेरै धेरै धन्यवाद पद्मा। बुवालाई सम्झेर चकलेट पठाइदिनु छ, कफी पठाइदिनु भयो। ल मैले खुवाइदिन्छु बुवालाई चकलेट। ल खानु है चकलेट खानु। धन्यवाद पद्मा भन्नु। मुखर निकाल्नु त निकालेर कुरा गर्नु। धन्यवाद पद्मा छोरी जापानबाट पठाइदिनु भएको पद्माले। बरालको छोरी के कान्छी छोरी पद्मा चिन्नु हो। उहाँले तपाईँलाई चकलेट पठाइदिनु छ यी तपाईँले खानुहुन्छ भनेर चकलेट पठाइदिनु भएको। आमा किन रुनु भयो त? छैन किन रुनु भयो त भन्नु त? सबै थोक सुन्दाखेरि हुन्छ हो यी तपाईँलाई पनि पठाइदिनु भएको पद्मा के पद्मा आमा है। त्यही त सम्झेर पठाइदिनु भएको नि। आमालाई बालाई आशीर्वाद दिनु। ए बाबु 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 कसलाई बोलाउनु पर्यो आमा? एनिटलाई के भनौँ एनिटलाई? बाबु आइज भन्ने त नि बाबुले बोलाएको। ए ल ल ल मैले भनिदिन्छु है एनिटलाई। के भनेर भनिदिने? बाबालाई सम्झ हाम्रो बाबा सोक्न हिँड्न लानु माथि लैजाने भन्नु हुनुहुन्छ। ए ल ल एनिट एनिट आसु कहाँ छौ तिमी? तल आहो बाछिन् आसु ए आसु एनिट आसु त छ आशिष त छ कहाँ